बाराका योगीहरूको ऐतिहासिक यौगिक धार्मिक भ्रमण, पदाधिकारीहरूको कुशल नेतृत्वमा आध्यात्मिक यात्रा सम्पन्न। 12 पतञ्जलि योग समिति बारा जिल्लाको आयोजनामा एक दिने यौगिक धार्मिक भ्रमण भव्यताका साथ सम्पन्न भएको छ। विसम्वत 2083 वैशाख 6 गते आयोजित उक्त यात्रा केवल धार्मिक भ्रमणमा मात्र सीमित नभई बाराका योग साधकहरूबीच एकता, सद्भाव र आध्यात्मिक जागरणको माध्यम बनेको छ। कलैयाबाट सुरु भएको उक्त यात्रामा योग शिक्षक, प्रशिक्षक र साधकहरू गरी 50 जनाको उत्साहजनक सहभागिता रहेको थियो। कुशल व्यवस्थापन र नेतृत्वदायी भूमिका। यस भ्रमणलाई व्यवस्थित र अनुशासित बनाउन पतञ्जलि योग समिति बाराका पदाधिकारीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो। कार्यक्रमका मुख्य संयोजक तथा जिल्ला अध्यक्ष सुरेश शाहको सक्रिय नेतृत्वमा यात्राको सम्पूर्ण खाका तयार पारिएको थियो। समन्वय र सहकार्य। यात्राको दौरान उपाध्यक्ष ओम प्रकाश यादवले सहभागीहरूको सुरक्षा र समूह परिचालनमा विशेष ध्यान दिनुभएको थियो भने कोषाध्यक्ष शिवशंकर केसरीले आर्थिक पारदर्शिता र व्यवस्थापनलाई चुस्त राख्नुभयो। प्रदेशको उपस्थिति। मधेस प्रदेशका मिडिया प्रभारी लगायत विभिन्न जिल्लाका पदाधिकारीहरूको उपस्थितिले यस भ्रमणलाई केवल जिल्ला स्तरमा मात्र नभई प्रादेशिक तहकै एउटा गरिमामय कार्यक्रमको रूप दिएको थियो। आध्यात्मिक गन्तव्य र यौगिक संस्कार। 5 वटा स्कर्पियो गाडी मार्फत भारतको बिहारतर्फ प्रस्थान गरेको टोलीले प्रसिद्ध सोमेश्वरनाथ महादेव अरेराजको दर्शन गर्यो। मन्दिर परिसरको विशाल वटवृक्षमुनि पदाधिकारीहरूको अगुवाईमा गरिएको सामूहिक यौगिक नास्ताले सहभागीहरूमा आत्मीयता र सन्यास भावको अनुभूति दिलाएको थियो। त्यसपश्चात कठवालिया स्थित विराट रामायण मन्दिरमा रहेको विशाल शिवलिङ्गको दर्शन गर्दै टोलीले आध्यात्मिक ऊर्जा प्राप्त गर्यो। आतिथ्यता र सामाजिक सद्भाव। यात्राको क्रममा केसरियामा स्थानीय समाजसेवी तथा पशुपति राइस मिलका संस्थापक एवं समितिका अध्यक्ष सुरेश शाहले व्यक्तिगत तवरमा सम्पूर्ण टोलीका लागि स्वादिष्ट भोजनको व्यवस्था गर्नुभएको थियो। उहाँको यो उदारता र आतिथ्यताले नेतृत्व र साधकहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको सहभागीहरूले महसुस गरे। निष्कर्ष र सन्देश। बाबा केशरनाथ महादेवको दर्शनसँगै समापन भएको यो यात्राले बाराका योग साधकहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। पतञ्जलि योग समिति बाराका पदाधिकारीहरूको सामूहिक प्रयास, सुझबुझपूर्ण व्यवस्थापन र सेवाभावकै कारण यो भ्रमण शान्त, सभ्य र आध्यात्मिक रूपमा सफल भएको हो। यस भ्रमणले समाजमा आत्मिक शान्ति, भक्ति र योगको सङ्गम नै वास्तविक सुख हो भन्ने सन्देश प्रवाह गरेको छ। हर हर महादेव।